हाम्रो प्रार्थना विषयहरू सुन्दै गइसक्यो भनेर विश्वास गरेर हामी परमेश्वरलाई धन्यवाद चढाउने समयमा हामी प्रशंसा चढाउँछौँ। जब हामी उहाँलाई प्रशंसा चढाउँदछौँ हाम्रो बिचमा उहाँ गर्नुहुन्छ अनि काम गर्नुहुन्छ। तपाईँको वर्षसम्म नभएका कामहरू जब तपाईँ आराधनामा आफ्नो हृदयमा गर्नुहुन्छ त्यो पुरा हुनेछ। सारा सृष्टिको रक्षा तपाईलाई हृदयसँगले आदर प्रेम सदैव तपाईँकै गुणगान। सारा सृष्टिको मालिक तपाईलाई सारा सृष्टिको रक्षा तपाईलाई हाम्रो हृदय मान्छेको वचनहरू हराएर जान सक्छ। तपाईँले प्रतिज्ञा गर्नु कुनै पनि वचन टलेर जाँदैन। प्रशंसा चढाउँदैछ।
किनभने एक दिन तपाईँमा गएको हुनेछ। तपाईँलाई विश्वास गर्नेको कहिले नाश हुँदैन, तर त्यसले अनन्तदेखि अनन्तको जीवन पाउनेछ। प्रभु तपाईँलाई विश्वास गर्छौँ। हाम्रो प्रशंसा मलाई चढाऊ, हाम्रो हृदयदेखि मलाई धन्यवाद चढाऊ। विश्वास गर्ने सबैको निम्ति प्रशंसा आदर हुनेछ। हाम्रो परम प्रेमी पितालाई अझ चर्को सुना। नयाँ संसार हुनेछ। विश्वास गर्ने सबैको निम्ति प्रशंसा आदर हुनेछ। हाम्रो परम प्रेमी पितालाई हाम्रो हातहरू प्रशंसा स्वरमा हाम्रो तालीहरू बजाउँदै प्रशंसा विभिन्न प्रकारका वचनहरू दियो। कति पुरा भयो होला, कति भएन, किनकि मान्छेको वचन टलेर जाँदछ, तर परमेश्वरको वचन कहिले टल्दैन। उहाँको वचन स्वर्गमा स्थिर छ, कसैले पनि हल्लाउन सक्दैन। परमेश्वरको वचनले भन्दछ त बाँच, तेरो परिवार बाँच्नेछ। वचनलाई कसैले हल्लाउन सक्दैन, न त स्वर्गदूतले, न कुनै शक्तिले, न कुनै मानिसले। परमेश्वरको वचनले भन्दछ मैले खाएको कुराको चोटले तिम्रो निको भएका छौ। त्यो वचनलाई कसैले हल्लाउन सक्दैन। डाक्टरले बोलेको वचन टलेर जाँदछ, त्यो रिपोर्टमा आएका वचनहरू टलेर जाँदछ, तर परमेश्वरको त्यो पवित्र वचन कहिले टलेर जाँदैन। त्यो वचन पुरा आउँछ। जसरी आकाशबाट त्यो वृष्टि,
हिउँहरू झर्दछ, पानी झर्दछ, यो जमिनलाई भिजाएर मात्र फर्काउँछ, त्यो फेरि फर्काउँदैन। त्यसैले परमेश्वरको वचन तपाईँको लागि पुरा भएर मात्र फर्किन्छ। संसार टलेर जानेछ, टल्ने छैन तपाईँको वचन, बितेर जानेछ यो जीवन, तर विश्वास गर्दैन कहिले। सब संसार टलेर जानेछ, चौको स्वरमा टल्ने छैन तपाईँको वचन, बितेर जानेछ यो जीवन, तर विश्वास गर्दैन। सब संसार टलेर जानेछ, सब संसार टलेर जानेछ, टल्ने छैन तपाईँको वचन, बितेर जानेछ यो जीवन, तर विश्वास गर्दैन कहिले। तपाईँको हरेक वचनहरूको लागि हामी आमेन भन्दछौँ। सारा सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको रचना तपाईलाई, हाम्रो हृदय सबैले आदर सदैव तपाईँकै गुणगान। सारा सृष्टिको मालिक उठाएर भन्छौँ सबै, सारा सृष्टिको रचना तपाईलाई, हाम्रो हृदय सबैले आदर सदैव तपाईँकै गुणगान। ठुलो ताली बजाउँ परमेश्वरलाई।
मैले तिमीहरूलाई सधैँ रहने प्रेमले मैले प्रेम गरेको छु। प्रिय आज परमेश्वरले तपाईँ हामी पापी छौँ नै उहाँले प्रेम गर्नुभयो, आफ्नो पुत्र दिनुभयो ताकि आज हामी परमेश्वरसँग एक हुन सकोस् भने। उहाँले आज हामीलाई पापी छँदै आफ्नो सन्तान बनाउनु भयो, हामीलाई धर्मी बनाउनु भयो। प्रिय पिता यो समय तपाईँलाई धन्यवाद दिन्छु। तपाईँको वचन भन्छ मैले तिमीलाई दया गरेर खिचेको छु। आज तपाईँले हामीमाथि दया अनुग्रह नगर्नु भएको भए हामी केही हुन्थेनौँ, हामी लट्ठारिकै हुन्थ्यौँ होला। तर आज हामीले यो ठाउँमा ब्याउनु भएको छ। तपाईँको भलाइहरूको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँको उपकारहरूको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आज तपाईँले साँच्चीले आफ्नो वचनद्वारा यो सारा सृष्टि गर्नुभयो। आज हामीलाई आफ्नै स्वरूपमा तपाईँले आफ्नो हातले बनाउनु भयो। तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ सारा सृष्टिको मालिक हुनुहुन्छ। तपाईँले हेर्नेहरू सधैँ उज्याउनुहुन्छ। मेरो साहस गर किनकि संसारमा मैले जितेको छु। पिता तपाईँलाई धन्यवाद। तपाईँ जस्तो अरू कोही छैन पिता। हाम्रो बारेमा बालकको मनभन्दा बढ्दो सोच्ने केवल तपाईँ हुनुहुन्छ। पिता तपाईँलाई धन्यवाद दिन्छु। हाम्रो हातहरू